ह्याप्पी मदर डे भन्नु न। अन्त त साथीहरु होटमा बसेर सरर लाग्यो है तापले जुन बजारतिर के खाने ल डिमान्ड गर्नु त काकी के किन्दियौ? नेटफ्लिक्स केल्मीको यो चाहिँ हाम्रो गिफ्ट बाई लक्ष्मी तुम्मा हो। आमा 18 गते भनेको यो मान्छेको बर्थडे हो। यो 3000। ओ माय गॉड इतना खुश है हाई एभ्रिवान, नमस्ते अनि सेवारो सबैजनामा। दिस इज मी अरुण लिम्बू र फर्स्ट अफ अल यहाँहरु सबैजनालाई वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल भन्न चाहन्छु। र आशा छ सबैजना एकदम ठिकठाक हुनुहुन्छ र हामी पनि एकदम ठिकठाक छौँ। र आजको भिडियो स्टार्ट भइसकेको छ मेरो हाम्रो आफ्नै घरदेखि। आज चाहिँ म खोकलिङ घरमा आएको छु। आज विशेष गरी आज के भिडियो छ, आज के को टपिकमा छ भन्ने कुरा यहाँहरु सबैजनाले टाइटल थम्बनेल र हाइलाइटबाट पनि थाहा पाइसक्नु भएको छ होला। अनि म चाहिँ हिजै घर आएँ। अनि घर आएर सर्लक्क यहाँ अब आज चाहिँ माता तीर्थ आउँछ अरे। अनि सो आमालाई भेट्नको लागि विशेष गरी म हिजो बेलुकै सर्लक्क आएँ। अनि अब आमाको दर्शन गरेर आज चाहिँ म फर्किहाल्छु फेरि होइन। महिलालाई स्वागत छ। ल के छ, ठिक छ? ठिक छ यार, ठिक छ। मस्त कसिङ्गर बढार्दैछ होइन। अनि अब बुहारी जति सब तापले बजार मेरो माइल दाजु यता हेर्न यता, ठिक छ नि? ल मेरो माइल दाजु, मेरो आमा यता। आमा यहाँ आउनु न एकछिन फोन नउठाउनु त। अनि यो चाहिँ आमालाई मैले हिजै किनेको, आमालाई गिफ्ट धेरै दिन सकिँदैन, एकछिन आउनु न। अनि अब ठुलो गिफ्ट दिन सकिएन आमालाई। एउटा सानो जुत्ता ल्याइदिएको थिएँ। जुत्ता ल्याइदिएको भन्दा नि यहाँबाट झिकेको यहाँ माथि छ नि त हो। हाम्रो ममलाई फोनमा बोल्नु भनेपछि यति व्यस्त कुरै नगरौँ। हेरौँ न अघि फोनमा बोल्नु थालिहाल्ने भयो। एकछिन गफ गर्ने मौकै छैन हाम्रो आमालाई। अनु यहाँ आइज न, के गरेको नानी? कहाँदेखि ल्याएको त्यो मकै? कसले पठाइदिएको थाहा छ? सेसियाङ दाजुलाई मिस यु भन्न भिडियोबाट। धेरै सम्झना छ भन्। ल साथीहरू, अनि फाइनली म चाहिँ घर आएको थिएँ। अब आमा कता जानुभयो फेरि? आमा हिँडिहाल्नुभयो। आमा त कहाँ जानुभएको छ भनेको त साथीहरू होइन। अनि सर्लक्क माथि तलामाथि फोनमा बोल्दै आएर एकछिन फोन स्टप गर्नु त 1 मिनट। तुमा एकछिन 1 मिनट फोन राखेको, ल अहिले कल गर्छु। ल अनि आमा चाहिँ क्या मासतिर यहाँ तलामाथि छिरेर मस्त कपडा पो चेन्ज गर्न थाल्नु भएको छ। राम्री हुनको आमा भन्दा राम्री कोही छैन संसार। अनि आमालाई चाहिँ एउटा फोटो खिचौँ भनेको कि पापा आमासँगै भएको फोटो खिचेको छैन। इभन म विदेशबाट आएर त कुरै नगरौँ, मतलब कहिले पनि सँगै भएको फोटो खिच्न पाएकै छुइनँ। अनि आज चाहिँ विशेष गरी आमासँग बाबासँग अनि फोटो खिच्ने भनेको त्यो लाउनु न अलिक राम्रो देखिन्छ होला। ल फाइनली मम त राम्रै हुनुभयो त। मम सुनले पुर्किनु पो भयो त आमा। 5 तोलादेखिको सुनले पुरेर फेरि आमा उठ्नै सक्नुहुन्न। गाह्रो छ होइन। ल जाउँ अनुहार धुनु अब एकचोटि जानु त। अनुहार चाहिँ धुनु न। अनि साथीहरू आमालाई कपडा लगाइदिइसक्यो। अब लगाइसक्नु भयो आफैले मम्मीले। अनि त्यस पछाडि अब चाहिँ फोटो खिच्नु पर्ने हुन्छ। अनि काकीलाई पनि बोलाउनु पर्छ। सो साथीहरू अहिले चाहिँ हामी झ्याप्पसँगले यो ग्वाली जाने बाटोमा आएको छौँ। किन आएको छौँ भने चाहिँ यहाँ बेहुली सिँगारिँदै हुनुहुन्छ। काकीलाई बेहुली बनाएको। अब बेहुला चाहिँ कहाँ हुनुहुन्छ? अनि मम्मी र काकी चाहिँ कपडा चेन्ज गरिदिनुहुन्छ स्पेसली आज फोटो खिच्ने दिन भनेर भन्दा नि फोटो खिचौँ भनेर यसो सम्झना बिर्सना। अनि कहिले कहाँ हुन्छ अनि टाइमै हुँदैन। आज चाहिँ यसो अब काम भए पनि लु नि त एकछिन फोटो खिचौँ न त भनेर सर्लक्क हामी यहाँ आएको छौँ। अनि सर्लक्क रातो साडी लगाउँदै हुन्छ आन्टीले, मम्मीले एकछिनमा कुन लगाउनुहुन्छ। सो साथीहरू तपाईँ देख्न सक्नुहुन्छ ब्युटिफुल मेरो मम्सहरूलाई। टाउन ओए बेहुली पनि सक्नु भएको छ। मेरो मम्मी पनि पर हात धुँदै हुनुहुन्छ। हेर्नु न आमा, मैल छ कि क्या हो? मैल धुँदै हुनुहुन्छ हो, पखाल्दै हुन्छ देखिन्छ होला। हाम्रो कम्ता बाठी हुनुहुन्छ। म नुहाउनै हुन्न कहिले त। अनि नुहाउनु त हुन्छ होला, खै आज चाहिँ फेरि कति भएछ ननुहाएको हो? कति बनाउनु आएको नढाँटी भन्नु त? म 15 महिना त भयो। ल अनि यहाँ अझै पनि बनिसकेको छैन। यहाँ के अरे पिन्छले सिउर्नु भएको।
के भयो काकी अनि ममको चाहिँ भइसकेको हो ल साथीहरू अब चाहिँ सर्लकको फोटो खिच्नु पर्ने हुन्छ मम्सहरूको पोते बाहिर निकाल्नु न तेल्लरी ल राम्री हुनुभयो लु सबैजनालाई म एउटा कुरा सिकाउँछु कि त्यही भन्नु ल सबैजनालाई भन्नु त सबैजनालाई काकी भन्नु न ह्याप्पी मदर्स डे भन्नु न मस्त जोक मारा ह्याप्पी मदर डे भन्नु त काकी भन्नु त भन्नु न छिटो ह्याप्पी मदर्स डे भन्नु न काकी सबैजनालाई ह्याप्पी हो अब काकी भन्नु त एकचोटि सबैजनालाई ह्याप्पी मदर्स डे ल अब नेपालीबाट भन्नु के भन्नु भने सबैजनालाई यता हेर्नु न मम सबैजनालाई माता तीर्थको धेरै धेरै शुभकामना काकी भन्नु लु खाएर पार्छ काकी छिटो गर्नु न कति राम्ररी देखिनु भयो काकी र मम्मीलाई हेर्नु साथीहरू तपाईँ देख्न सक्नुहुन्छ अब टक्क फोटो खिच्ने कार्यक्रम हुन्छ अनि अब के खाने लु डिमान्ड गर्नु त काकी के किनिदिउँ हामी मुस्ताङ खान्छौँ खसी खान्छौँ राँगा खान्छौँ Stop it. Get some help. डिमान्ड त सानो आएन त काकी के खानु हुने तपाईँ त्यति मध्येमा एउटा चिज मात्रै पर्यो भने पनि लक्की भाग्यमान ठान्नुपर्छ ल अनि अब विशेष गरी अब 2 शब्द आशीर्वाद दिनु नि त मलाई एक प्रकारले छोरालाई अघि बिहान के खानु भयो तपाईँहरूले रक्सी खायौँ रक्सी खाएर मासु खाएर त आशीर्वाद त खासै हुँदैन कपडा धुन हिँडेको भनेर आएको आमाहरू यहाँनिर ल मैला नि आइपुगेछ ल एकचोटि कसो भन्नु भने सबैजनालाई अब भइसक्यो शुभकामना पनि दिइसक्यौँ अनि त्यस पछाडि म दिन्छु अब शुभकामना तपाईँहरूलाई ल अब धेरै धेरैसँग राम्रोसँग स्वास्थ्य रहनुहोस् व्यस्त रहनुहोस् अनि छोरालाई अलिक धेरै पैसा दिनुहोस् यो 2 लाख पुगेको छ यो पनि दिनुहोस् अनि यो पनि अनि त्यस पछाडि विशेष गरी अब आज त अब मम्सहरूबाट अब आशीर्वाद लिनुपर्ने तर अघि बिहानै रक्सी खाइसक्नु भएको छ ममले यति खाएन त नि धेरै खाएन आशीर्वाद दिनुपर्छ भनेर यति खाएन रक्सी र के खानु भएको रक्सी र त्यो हेजुको गुन्द्रुकको झोल अघि रक्सी खाएर के आशीर्वाद त्यो नि हुन्थ्यो होला र होइन ल फोटो खिचौँ न त एकचोटि अर्कोबाट लाउनु पर्छ होला नि अब अहिले त्यसले प्रविनेको त्यसको जान्छु भन्थ्यो अब त्यसको गयो भने ठिकै छ गएन भने भोलि जानुपर्छ ल साथीहरू फाइनली यहाँनिर चाहिँ हाम्रो फोटो सेसन भिडियो सेसन सबै कुरा सकिएको छ रमाइलो भयो काकी रमाइलो भयो अनि टिकटक भिडियो पनि आउँदैछ नि अब 2 जना ब्युटिफुल हिरोनी आन्टी मम्सहरूको आउँदैछ दामी खालको कस्तो खुसी लाग्यो मम खुसी लाग्यो नि तर के गर्नु सुन चाँदी पनि नदिएर साह्रो पर्छ त सुन चाँदीले अब भरिदिउँला न 1-2 वर्ष पक्नु न राम्रो आशीर्वाद मात्रै दिन्न छोरालाई होइन सुन चाँदीले त पुरिहाल्छु नि म भन्नु नि कसरी साथीहरू कमाउनै सकिएको छैन के गर्नु त्यस्तै छ अब सर्लक हामी चाहिँ यहाँबाट जान्छौँ अनि टक्क खानासाना खाएर म चाहिँ सायद बजारतिर जान्छु होला इफ भएन भने भोलि पनि जान सक्छु म अब गाडीले पर्खे पनि जान्छु नत्र भनेदेखि पर्खेन भनेदेखि चाहिँ म बिहान मात्रै जान्छु अब खाना पकाउनुहुन्छ मम तर खाना जान भ्याउँदैन होला म त खाजा अघि खाएको मैले अनि अब जे जस्तो भए पनि राम्रोसँग बस्नुहोस् अब मुस्ताङे त दिनै बिर्छ कस्तो सुँगुरको लिदी बनायो भनेको सुँगुर पालेको छ यहाँ तलतिर कि साथीहरू त्यही भएर लिदी बनायो कि तर मुस्ताङे कुखुरा टार्नु खोजेको छैन मुस्ताङे अब
पाउँदैन होला तर यहाँ त मुस्ताङकी त साथीहरू होइन म चाहिँ तत्कालै जानुपर्ने भयो किन भन्नुहुन्छ भने चाहिँ साथीहरू यहाँनिर यो एउटा सुँगुरको पाठा ल्याएको थियो अनि यो पाठालाई चाहिँ आज नपुरै नहुने हजुर यहाँ बाँधिदिनु न जानुपर्ने भयो अनि गाडी पनि साथीहरू नपाइने भयो हुटसम्म जाने भयो आधी बाटो चाहिँ त्यस पछाडि चाहिँ हामी मलाई सिस्याङ आउँछ लिन अनि हान्द्रुङ भन्ने ठाउँसम्म अनि त्यहाँदेखि चाहिँ उता म स्कुटीमा जान्छु उसँग अनि त्यहाँसम्म चाहिँ म यो लगाएर होटमा जाने सो साथीहरू म चाहिँ एकदम छिटो छिटो हिँडिहाल्नुपर्ने भयो अनि छिटो छिटो आएर यो पाठा ल्याएर माथिबाट निकालिदिनु न मम्मी खुकीमा पर्दैन क्या बोरामै हुन्छ यो चाहिँ सेसम्बुसम्म पुग्ने हो बाजे सेवार हो सन्चै हुन्छ यसो तान्नु ल ल म गएको ल बाई बाई मम्मी फोनमा कुरा गर्छु ल म चाहिँ लागेँ साथीहरू अन्त त साथीहरू होटमा बसेर सरर लाग्यो है ताप्लेजुङ बजारतिर यो चाहिँ फर्स्ट एक्सपिरियन्स चाहिँ हुन गइरहेको छ मेरो चाहिँ होइन म ताप्लेजुङ बजारसम्म चाहिँ जाँदिनँ तल हाम्रोमै ओर्लिन्छु त्यहाँ साथी आउँछ सिस्याङ लिन आइहाल्छ मलाई भन्ने चाहिँ छ अनि त्यहाँसम्म चाहिँ अब यस्तो यात्रामा कष्टकर यात्रा छ साथी र बाटो निकै डेन्जर छ अनि यहाँबाट चाहिँ सर्लक्क हामी अब यसो दाई पनि चिनेकै हुनुहुँदो रहेछ दाईहरू अनि सर्लक्क लिबाङकै दाईहरू अनि म पनि अब यहाँ खोक्लिङबाट चढेको आज नजाँदा पनि हुन्थ्यो होला हुन त साथीहरू होइन तर पनि अब यो सुँगुरको पाठा चाहिँ जसरी पनि लिएर जानुपर्ने अनि अब फेरि म आज जान्छु भनेर आएको हो होइन आउन चाहिँ हिजो पनि तर गाडी नपाएर क्या गाडी नपाएर म नजाउँ कि भन्ने पनि लागेको थियो फेरि फाइनली लास्ट गाडी यो अन्तिम गाडी थिएछ यो चाहिँ अनि आउँदै थियो अनि यसमै हुटमै र पनि जाउँ न त भनेर हाम्रोसम्म चाहिँ म हुटमा जाँदैछु भनौँ न अहिले चाहिँ अनि जस अब होपफुल्ली राम्रै हुन्छ होला अब बिस्तारै चलाउँदैछन् हाम्रो ड्राइभर साथीले पनि ड्राइभर पनि मेरो चिनेकै साथी हामी सँगसँगै क्लासमेट जस्तै हो अनि सो हामी सर्लक्क अहिले चाहिँ हामी हुटमा सरर जाँदैछौँ हल्लिँदै यो मात्ने मान्छेलाई चाहिँ हुटमा फेरि एकदम बेस्ट हो हुन चाहिँ होइन दाइ रमिता भ्यू हेर्नलाई पनि एकदम बवाल्दै हुन्छ साथीहरू यो पारी देखिएको चाहिँ हाम्रो फुङलिङ बजार हो अनि अब हामी चाहिँ त्यहीँबाट जाँदैछौँ हाम्रो चाहिँ खासै टाढा पर्दैन बजारदेखि 1 घन्टामा पुगिन्छ है खोक्लिङदेखि बजार 1 घन्टा मात्रै लाग्छ नजिकै छ छन चाहिँ तर पनि साथीहरू यो यात्रा चाहिँ निकै कष्ट गर्छ होप गरौँ राम्रै हुनेछ तर पनि ल अनि साथीहरू म चाहिँ यो हाम्रोङसम्म भनेको थिएँ अनि हाम्रोङदेखि अलिक मात्रसम्म आएर गाडी सो अनि म चाहिँ यहाँदेखि जाँदैछु ओर्लेर अनि गाडी आयो भने त गाडीमा जानुपर्छ होला हो मैले त्यहाँनिर भिडियो बनाइ नसक्दा मतलब गाडी आउँछ कि भनि नसक्दाखेरि चाहिँ गाडी भन्दा पनि त्यो पिकअप आइपुगेर चाहिँ टक्क पिकअपमा चढेर म चाहिँ यहाँनिर बानन्देसम्म आइपुगेको छु तपाईँ देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ बानन्दे हो अनि यहाँ चाहिँ आएर मैले चाहिँ वेट गर्नु पर्यो मिस्टर सेस्याङलाई किनभनेदेखि ऊ चाहिँ छिटो आएर यहाँ वेट गर्छ होला भनेको ऊ चाहिँ बिस्तारै हिँडेछ सो अहिले चाहिँ हिटीमा चाहिँ आइपुगेर अनि सर्लक्क अब हिटीदेखि यहाँ आइपुगेर यहाँदेखि हामी सर्लक्क सेसम्बु जान्छौँ अनि सुँगुरको पाठा चाहिँ बोरामा हालिरहेको छु अनि म त यो पाठाले गर्दाखेरि बोक्दैन कि जस्तो लागिदिएको थियो तर पनि केही भनेन भन्न त अनि ठिकै छ अब पिकअपमा आइयो अनि त्यहाँदेखि सर्लक्क अघि आएर म चाहिँ बस्छु तर धुलै धुलो छ हेर्नु न यस्तो साह्रो धुलो छ नि धुलो लागिरहेछ अनि अब सर्लक्क यहाँदेखि हामी जान्छौँ ल साथीहरू मैले भन्दै थिएँ नि भर्खरै मात्रै सेस्याङ आइसकेको छ उपर तपाईँ देख्न सक्नुहुन्छ स्कुटीमा यहीँ पार्क गर्छ होला नि त पर अब गएर साइड लगाइदिएको अरे साथीहरू हेर्नु न आमा अनि ऊ चाहिँ आइसकेको छ अनि ऊ झापासँगले स्कुटीमा आएको शान्ता दिदीको स्कुटीमा हेलो सन्चै हुनुहुन्छ आमा यत्रो वर्षपछि भेट्दा पनि छैन है आइएल्लो पनि एकछिन यो राख त यो चाहिँ स्टप गर नि त्यो बुट सुट लाएर आएको नि ल चिसो खाऊ अनि यो पेन्ट चाहिँ कहिले किन्यौ यो ट्र्याक चाहिँ न्यू पिन्स ल अनुहार देखाइदियो एकचोटि मेरो भ्युवर्सलाई आमा ल यो त्यो के छ त्यो अगाडि सामान चाहिँ अगाडि यो राख त फाकचेकलाई झुन्डाएर कति सानो
अनि सानो त छ नि अनि 4500 को कत्रो हुनु र ए 5500 को अरे 500 को त खर्च लागेको भाडा यो फुललाई म बोक्छु त्यसलाई अगाडि झुन्डाउ न मरिहाल्छ नि म चलाऊँ भरे आउँदा तिमी चलाउनु ल गाइस बी रेडी फर ट्राभलिङ यो खाऊ न चिसो ल साथीहरू हामी चाहिँ आँखा झिमिकमा सेसम्बु पनि पुगिसक्यौँ अनि यहाँदेखि सर्लक्क झर्छौँ विशेष गरी त हाम्रो आन्टीलाई आजको माता तीर्थ औँसीको धेरै धेरै शुभकामना छ साथसाथै फुपूलाई पनि धेरै धेरै शुभकामना छ सन्चै हुनुहुन्छ सबै दुवैजना ल अब यो माता तीर्थ औँसीको धेरै धेरै शुभकामना साथसाथै लामो आयुको कामना गर्न चाहन्छौँ सबै दुवैजनालाई धन्यवाद अनि पनि आशीर्वाद छ छोरी नभए पनि भदेर आएर यति गरेकोमा खुसी छौँ हामी हजुर अनि अनि उहाँ चाहिँ फेरि उता हुनुहुन्छ ऊ माथि आउनु न तपाईँ उहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ होइन ल ठिकै छ हामी चाहिँ यहाँनिर स्पेसली म चाहिँ खोक्लिङ गएको थिएँ अनि आन्टीलाई आज मैले सरप्राइज दिएको थिएँ मैले मात्रै होइन उसले र मैले नै हाम्रो सल्लाहसहित अनि सरप्राइज दिएको त्यसरी मैले आन्टी कस्तो लाग्यो हाम्रो सरप्राइज एकदम राम्रो लाग्यो हो आउँछ जस्तो लागेको थियो एकजना चाहिँ खोक्लिङ जाने भनेर अरू चाहिँ खोक्लिङमा छु भनेर अनि साँच्चै नै खोक्लिङमा भोलि मात्रै आउने भनेर अनि फेरि सेसेयाङ चाहिँ आज नआउने आमा भनेर अघि फोन गरेको थियो हामी फाइनली ढाँटेर आइपुग्यौँ अनि फुपूलाई पनि सरप्राइज दिउँ आन्टीलाई अङ्कललाई पनि थ्याङ्क यू सन्चै हुनुहुन्छ अङ्कल एकदम फिट एन्ड फाइन छु म त एकदम ल अङ्कलको पनि आउँछ नि दिन आन्टीहरूको मात्रै आउँदैन समय कुद्छ आउँछ है अब के हो ल हामी चाहिँ झ्याप्पसँगले आएर अब आन्टीहरूसँग कुरा भयो भेट भएको छ अनि उन्नति प्रगति गर्नु यहाँ चाहिँ मस्त हाम्रो माता तीर्थ औँसी मनाइदै छ साथीहरू सर्लक्क है अनि त्यस पछाडि हामी अब यहाँबाट पनि छिटो जान्छौँ हामी स्कुटीमा आएको छौँ तपाईँलाई थाहा छँदैछ होइन सो अनि अब यहाँ सेलरोटी ल्याइएको थियो रेड बुल साथसाथै अब आन्टीलाई गिफ्ट अनि दिदीले सेलरोटी खाँदै हुनुहुन्छ सेन्तेरेम पाइएन अब नेक्स्ट टाइम ल रोटी खाइयो कति मजा मिठो छोटो सम्झना वाउ ल आजको एकदम रमाइलो भएको छ यो मदर्स डे आजभन्दा अझ भव्य रमाइलो चाहिँ वैशाख 18 गते यसै घरमा हुन्छ बिकज 18 गते भनेको यो मान्छेको बर्थडे हो सो हामी यहाँ झ्याप्पसँगले आएर सबैजना आउनु होला फुपू पनि आउनु दिदी पनि आउनु ल अनि हामी ल 18 गते त कहीँ नबनाउनु है हामी त्यो दिन चाहिँ हामी अरू पनि आउँछौँ होला सायद तुम्बाहरू नि आउनुहुन्छ तुम्बाहरू अनि कल्पना मिसहरू पनि आउनुहुन्छ अनि हामी सर्लक्क यहाँ आउँछौँ त्योभन्दा भव्य रमाइलो हुन्छ साथीहरू वैशाख 18 गते अब भने आज 14 गते 15, 16, 17, 18 अब 4 दिन मात्र बाँकी छ उसको बर्थडे आउनलाई अनि त्यस पछाडि त्यो बेला रमाइलो गर्नु आन्टी है त्योभन्दा ल त्यस पछाडि कति वर्ष के हुन्छ भनेको सबै पछि भनौँ न साथीहरू अब भने अबेला भइसकेको छ हामी जान्छौँ ल आन्टी राम्रोसँग बस्नुहोस् फेरि पनि यहाँलाई धेरै धेरै शुभकामना छ हस् अब एउटा फोटो खेर जानुपर्छ फाइनली साथीहरू हामी चाहिँ रुम आइसकेको छौँ तपाईँ देख्न सक्नुहुन्छ होइन अनि त्यस पछाडि सेसे चाहिँ उता मस्त के गर्दै हो तिमी यतिकै बसिरहेको के गर्दै बसिरहेको यहाँ दिदीहरूले यति धेरै लुगा ल्याइदिनु भएछ होइन यो चाहिँ शान्ता दिदीले यो अनि त्यहाँदेखि यो केल्मिक ब्रान्डेड चाहिँ तुम्बाले तुम्बाको तुम्बा ए अनि त्यहाँदेखि यो छ कल्पना मिसले एडिडास र यो प्यान्ट छ होइन एटिट्युडको यो प्यान्ट चाहिँ अब मैले अहिलेसम्म लगाएको छुइनँ गाइस यो लाउँदा कस्तो देख्छ अब मेरो टिकटकमा त हेर्नु होला अहिलेसम्म मैले यस्तो खालको प्यान्ट लगाएको छुइनँ यो बैगी पैंट भन्नु कि स्ट्रेट पैंट भन्नु बैगी टाइपको you will be like experience हाइट यत्रो छ गाइस यत्रो प्यान्टले त मलाई छोड्छ गोजी छ कि छैन पछाडी
गोजी छ होइन गोजी छ ल अनि यही पेन्ट आएर चाहिँ म चाहिँ खुसी भएर यहाँनिर फोटो खिच्दै बसिरहेको छु स्टोरीमा हाल्नुलाई आमाम थ्याङ्क यू कल्पना मिस शान्ता दिदी र लक्ष्मी तुम्मालाई धेरै धेरै धन्यवाद ल साथीहरू मेरो पनि देखाउनु परेन त परे कि परेन साथीहरू यो भनेको यो र यो भनेको हाम्रो शान्ता दिदीबाट हो स्पेसली अनि यो र यो भनेको कल्पना मिसबाट यो एडिडासको अनि त्यस पछाडि यो एटिट्युडको प्राइस सोध्नुहुन्छ भने चाहिँ 4000 को आमामा हेर्नु न साथीहरू कहाँ सितिमितिको हो त यो 4000 हो अनि यो 3000 ओ माई गॉड इतना खुश है अनि त्यस पछाडि अर्को छ ब्रान्डेड फेरि केल्मीको यो चाहिँ हाम्रो गिफ्ट बाई लक्ष्मी तुम्मा हो आमामा तुम्मा कल्पना मिस शान्ता दिदी धेरै धेरै धन्यवाद हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ यस्तै माया साथ सपोर्ट यहाँको सदैव रहिरहोस् एकदम धेरै धन्यवाद अनि यति भन्दै अब चाहिँ मैले भिडियो पनि एन्ड गर्नुपर्ने हुन्छ किनकि भिडियो निकै लामो भइसकेको छ सो सबैजनालाई थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अनि आशा छ सबैजनाले यो भिडियो हेरेर यहाँहरूले सबैजनाले रमाइलो गर्नुभयो इन्जोय गर्नुभयो जस्तो लाग्छ इन्जोय गर्ने खालको त्यस्तो ब्युटिफुल त्यस्तो राम्रो त थिएन मैले आफ्नै सेरोफेरोमा रहेर के आफ्नै क्यारेक्टरलाई मतलब जे छ त्यही कुरालाई देखाउन खोजेको छु आशा छ सबैले माया गर्नुहुनेछ र माया गरिराख्नु हुनेछ यदि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल अनि त्यस पछाडि सबैजनालाई फेरि पनि वन्स अगेन थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो भन्दै अब पनि छुट्टिनु पर्ने हुन्छ र लास्टमा के भन्न चाहन्छौ तिमी लास्टमा सबैजनाले हाम्रो भिडियो हेरिदिनु होला मेन गरी मेरो हेरिदिनु होला मेरो न्यू क्रिएसन डान्स सेन्टरमा मेरो ब्लग पनि छ गाइज कभर भिडियो पनि छ सर्ट्स पनि छ रिल्स पनि छ जे हेर्नु मन लाग्छ त्यही छ गाइज गएर टक्कसँगले हेर्नु होला अनि त्यहाँदेखि आज एकदम बबाल रमाइलो भयो होइन सो गाइज म त्यति भन्न चाहन्छु अनि मेरो चाहिँ नहेर्नु ब्लग हेर्नु मेरो पनि हेर्नुपर्छ साथीहरू सबैजनाले प्लिज किप वाचिङ माई भिडियोज अल्सो सबैजनालाई फेरि पनि भेट्ने बाचा गर्दै अहिले भने छुट्टिन्छौँ स्वास्थ्य रहनुहोस् व्यस्त रहनुहोस् प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल बाई एज वेल एज मिस्टर सेस्याङको पनि अर्थात् तपाईँले मिस्टर सेस्याङ भेट्नु भएन भने न्यू क्रिएसन डान्स सेन्टर सर्च गर्नुभयो भने यु क्यान फाइन्ड आउट होइन सो यति भन्दै अहिले भने छुट्टिन्छौँ बाई सी यु गाइज टेक केयर